मात्रै के हो र झन् यहाँ ड्युटीबाट साथीहरूलाई आएपछि त उही टिकट आयो भन्दाखेरि त यति रुन मन लाग्छ। अर्कोपट्टि ल्याएर बस्ने अब भात चाहिँ रातो भइसक्यो, रातो रातो मनपर्छ अरूलाई चाहिँ, मलाई चाहिँ धेरै रातो मन पर्दैन। छोरा पाउने कहिले कहिले भोटा सिल्ने अहिले क्या, छोरा पायो भने लाउनु पर्ला भने सिलाएको थियो। हेलो एभ्रिवान, नमस्ते एन्ड लासो फ्यापुला, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी अस्मिता गोले तामाङ फ्रम कतार भनेर भन्दैन, अहिले चाहिँ कतार बस्छु एन्ड फ्रम काठमाडौँ। आज अलिकति स्याहार देख्नुभयो होला नि मेरो अनुहार, किनभने अहिले भनिस् म। अनि आई होप हजुर पनि सन्चै हुनुहुन्छ भन्ने आशाका साथ आज न्यू ब्लगको सुरुवात भइसकेको छ साथीहरू। आज चाहिँ मेरो ब्लग नुहाइ धुवाइ एन्ड लुगा धोइ सबै गरेर भिडियो सुरुवात भएको छ। त्यो पनि कहाँदेखि भन्दाखेरि मेरो रुमदेखि हेर्न सक्नुहुन्छ। म चाहिँ आज रुममै छु भनेर भन्दिनँ। अनि एउटा कुरा साथीहरू, अस्ति म घुम्न जाँदाखेरि चाहिँ मैले के भनेको थिएँ भने अब यो मेरो लास्ट डे होला कतारमा घुम्ने भनेर सोचेको थिएँ मैले। अनि त्यही कुरा आज चाहिँ घर जाने भनेर टिकट चाहियो भनेर कम्पनीले मागेको, तर टिकट दिएन। अनि अब चाहिँ मेरो फर्स्ट दिन होला जस्तो लाग्दैछ है साथीहरू, तर हुन पनि सक्छ नहुनु पनि सक्छ है। तैपनि कुरिरहेको छु, टिकट कुरिरहेको छु। अनि 6 महिना भइसक्यो पेपर हालेको। अस्ति चाहिँ अब त्यही हो, भन्न चाहिँ भन्दैन, मिसाइल पड्किरहेको थियो त्यतिखेर चाहिँ दिएन। अब त्यतिखेर त भन्न पनि मिलेन। अनि त्यसपछि दिन्छु भन्थ्यो, अनि पेपर हालेको थिएँ। अनि टिकट दिन्छु भनेर उहाँ ईदको त छुट्टी अर्कै भइहाल्यो, ईदको 4 दिन छुट्टी बसेँ। अनि त्यसपछि ड्युटी लागेको कति 5 दिन भयो। एक दुई दिन पछि टिकट दिन्छु भन्छ, तर दिँदैन। अनि त्यसपछि रुममा बसेको सुतेको भयो। आज लगभग 7-8 दिन भयो कि 9 दिन भइसक्यो सुतेको भइसक्यो। लास्टै झ्याउ लागेर लास्टै बोर भएर यहाँ काम गर्ने बानी भएर होला होइन। अनि यहाँ ढाड दुखेर केही छैनन् साथीहरू, हेर्नु सक्नुहुन्छ ढाड दुखेर केही छैन। अनि अरू त्यस्तै हो, केही पनि लाग्दैन। अनि हस्बेन्ड चाहिँ घर बसिरहनु भएको छ। उहाँ चाहिँ एक्लै भयो, छिटाउ टिकट दिँदैन भनेर जतिखेर कल गरेँ त्यतिखेर त्यस्तै भन्नुहुन्छ। मलाई यति नराम्रो लाग्छ कि फेरि एक्लै बसेर कति वर्षपछि छुट्टी जानुभएको, झन् एक्लो भयो भन्ने हुन्छ नि त। अनि मलाई पनि नराम्रो लाग्छ। अनि यहाँ बस्दा चाहिँ मलाई केही पनि फरक हुँदैन, केही पनि लाग्दैन यहाँ बस्दाखेरि चाहिँ होइन। तर पनि नेपालमा कल गर्दाखेरि चाहिँ यति आँसु आउँछ, यति रुन मन लाग्छ कि हिजो अस्ति त लाग्ने थिएन, झन् आजभोलि त आँसु आएर बरेर गएर गाह्रो भएर केही छैन। त्यति मात्रै के हो र, झन् यहाँ ड्युटीबाट साथीहरूलाई आएपछि त उही टिकट आयो भन्दाखेरि त यति रुन मन लाग्छ कि कुरै छोडिदिउँ। त्यही पनि हामी स्ट्रङ भनेर भन्दिनँ, त्यही पनि कुरिरहेको छु। टिकट दिन पनि सक्छ 1-2 दिन पछि, दिएन भने चाहिँ ड्युटी जान्छु होला सायद म। अनि सायद मेरो घर जाने सपना नै हुन्छ होला भनेर भन्दिनँ। सकेसम्म चाहिँ भगवान्सँग प्रार्थना गर्छु चाँडै होस् भन्ने मेरो प्रार्थना भगवान्ले सुनिदिनुहुन्छ होइन। अनि रुममा बसेपछि खाना पनि टाइम हुँदैन। अरू बेला चाहिँ टाइममै खान्थेँ। अब बिहान बनाऊँ भन्दा पनि अब बहिनीहरूलाई बेलुका पकाउनै पर्ने हुन्छ। अनि फेरि बिहान त्यही लानुपर्ने हुन्छ। विदेशमा त त्यही हो, बेलुका पकाएँ बिहान लानुपर्ने हुन्छ, अनि बेलुकाकै। त्यही भएर मलाई नि आज चाहिँ लास्टै झ्याउ लाग्यो, लास्टै टाउको दुखेछ, झन् डिप्रेसन होला जस्तो छ। डिप्रेसन भयो भने कम्पनीले लान्छ होस् न हस्पिटलमा भनेर भन्दिनँ। साथीहरू पनि त्यस्तै गरेर बसेर 6-7 जनाको नाम आएको छ, तर टिकट देखाएन, न ड्युटी दिएछ न टिकट दिएछ होइन। अनि आज चाहिँ म नुहाएर चाँडै उठिनँ, आज 11 बजी उठ्दाखेरि। अनि नुहाएर लुगासुगा धोएर सुकाउँदै कपाल पनि सुकेर यस्तो गुन्जुङ भइरहेछ। पछाडि यस्तो चाहिँ नुहालत के गर्नु, जहाँ गयो नि छोरी मान्छेहरूको सामान धेरै भन्छ यस्तै। विदेशमा नि घरमा नि सामान यति छ कि यति, यस्तै छ रुममा पनि।
इग्नोर गर्नु होला मेरो ब्याकग्राउन्डलाई। अब खाना खानुपर्ने छ, 12 बजिसक्यो। अरू बेला 11 बजी खान्थ्यो। अनि खाना पनि हिजो बेलुकै पकाएको थिएँ बहिनीहरू सँगसँगै। यही छ मेरो खाना, तरकारी भात। अब यसलाई तताएर खानुपर्ने हुन्छ, तताएर खान्छु म चाहिँ। अनि त्यसपछि बस्ने, कहाँ जानु, जाने भने कहाँ जाने, घुम्न जाने भने कहाँ जाने। यस्तो गर्मी छ कि बाहिर, पुरै नगरम गर्मीको त। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ भात अन्डा भुटेको रेडी भइसकेको छ। अनि बाहिर चाहिँ जुत्ता देखिरहनु भएको छ होला, त्यो चाहिँ बाहिरबाट सुकाएको हो। किचनको हालत देख्नुभयो भने तपाईँहरू ढल्न सक्नुहुन्छ। यस्तो फोहोर छ, सफा गर्ने पालै पालो राखेको छ। तर पनि त्यही त नि, आफूले गर्दाखेरि सफा गरिन्छ, अरूले गर्दाखेरि त्यस्तै छोडिन्छ। त्यही भएर किचनको हालत अलिक सफा छैन, देख्नुभयो भने तपाईँहरू पङ्गै ढल्नुहुन्छ। अनि मेरो भात चाहिँ रेडी भइसक्यो। एकछिन छोडौँ बाहिर। बाहिर यस्तो गर्मी छ कि यस्तो कोही छैन, सुनसान छ। फेरि जङ्गलै जङ्गल भइसक्यो। हाम्रो घर चाहिँ जङ्गलै जङ्गल भइसक्यो। बाहिर त यति चर्को काम छ कि भगवान्, कोही छैन, कोही छैनन्, कोही चराचुरुङ्गो। यहाँ चाहिँ गाडी आएर बसिरहेको रहेछ। चराचुरुङ्गो कराउँदैनन् यहाँ अहिले, कोही छैन। उफ, के साह्रो गर्मी भगवान्। मेरो भात डढ्छ अहिले। मेरो भात चाहिँ रेडी भइसकेको छ। अहिले कोही छैनन्, भरे त भात चाहिँ रातो भइसक्यो। रातो रातो मनपर्छ अरूलाई चाहिँ, मलाई चाहिँ धेरै रातो मन पर्दैन। ग्यास बनाउनु पऱ्यो। टिफिनमा हालेर खाने हो, केही हुँदैन। अहिले धुनु नै पर्छ आखिरमा। मलाई चाहिँ धेरै रातो गरेर मन पर्दैन। यस्तै हो खाना, रातोहरू खाना चाहिँ। टाउको दुखेर फेरि दिमाग चड्केला जस्तो भएको। बुहारीको ढङ्ग छैन फेरि। यो कराईले चाहिँ धुनुपर्छ। यही छोडिदिनु पऱ्यो, फोहोर त्यस्तै छ, टिप्दैनन्। अन्डा भात, अनि त्यसपछि यहाँ तरकारी चाहिँ हिजो बेलुकाकै हो। के अरे यो फर्सी, पाकेको फर्सी, आलु अनि गुन्द्रुक। अहिले चाहिँ ओठमा घाउ आएर बोल्न पनि मिल्ला होइन। फोन आउँदैछ यहाँ श्रीमानज्यूको। एकछिन है, फोन उठाउनु। फोनै उठाउन मिल्दैन त फेरि, के भयो? एक्लै भएपछि त मिलाउनु पर्दो रहेछ त, रुम त सफा गर्नु पर्दो रहेछ त। तन्न पनि लाउनु अब। केही होला जस्तो छ है, बुढी बिना पनि घरमा। अर्को बुढी ल्याएर बस्ने अब। ल ल, हजुरलाई शुभकामना। कङ्ग्रेचुलेसन, बिग बिग कङ्ग्रेचुलेसन, सेलिब्रेसन। त्यो होइन, अर्कैवाला थियो त, त्यसको नि थियो त, हेर खोज्नु त। बुढी नभएपछि यस्तै हो, रमाइलो भएर होला घरमा बुढी नभएर। कङ्ग्रेचुलेसन, सेलिब्रेसन। भोज खान आउँछ है त्यसो भए। अर्को बिहे गरेर बस्नु त्यसो भए घरमा, म नआयो भने। तपाईँलाई छोरा पाएँ भने उहाँ सिलाउनु, के अरे लाउनुपर्छ भने सिलाएको थिएँ क्या मैले। छोरा पाउने कहिले कहिले भोटो सिउने अहिले क्या। छोरा पाएँ भने लाउनु पर्ला भने सिलाएको थिएँ। कहिले पाउने हो छोरा?
हेर्न सक्नुहुन्छ यता रुम मिलाइरहनुपर्छ यहाँ तेल सेल लगायो कपालमा यसरी बसिरहेको छु म चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यहाँ फलाम जस्तै छ आइस जस्तै छ ए आइस अहिले मासु भन्छ हात पोल्यो झन्नै मरेर हात पोलेर कुरे अब यसलाई तातो पानी चाहिँ हाल्नुपर्छ यसलाई भिजाउनुपर्छ अनि यसलाई काट्नुपर्छ तरकारी बनाउनु पर्ने हुन्छ अहिले चाहिँ कति बज्यो कतारको 2:30 भयो होला लगभग तरकारी बनाउनु पर्ने तर काम हात पोलेको नि रातो भएको नि मेरो त भाइ यस्तो रातो भएको त ला यहाँ लगेज हेर्न सक्नुहुन्छ सामान तपाईँहरूलाई सेलमा किन आउन मन छ भने आउनै साथीहरू हेर्न सक्नुहुन्छ यहाँ छ मेरो चाहिँ यो मेरो रेडी भइसक्यो लगेज र मान्छे चाहिँ जाने भइसक्यो टिकटलाई चाहिँ घर जान मन लागेन रे टिकट चाहिँ आएन मेरो साथीहरू कोही पनि छैन यहाँ माथि चाहिँ मान्छे छैन यहाँ आउन सक्नुहुन्छ जो भयो नि यता उयोको यस्तो छन् रुम यतातिर नि मान्छे कोही छैन म एक्लै छु रुममा गएर आउँदाखेरि किचनमा हेर्न सक्नुहुन्छ यहाँ कुकर के भइरहेको छ यहाँ मासु तार्दैछु यहाँ छ अनि यहाँ मासु तार्दैछु दाल यस्तो भएछ भाइ कुकरमा यहाँ 3 छु भोलिको लागि साकेर जाँदैछ बाहिरमा चाहिँ यहाँ त गर्मी कम त छैन कसरी जानु होला भगवान् वहाँसम्म कसरी जानु होला पारी पारी छ मान्छे आएर बसिरहेको छ कि छैन छ जस्तो चाहिँ म जान्छु के साह्रो गर्मी हो मेरो साथी यहाँ राख्नु पर्यो मेरो बिजोग भइरहेको किचनमा साथीहरू आजलाई चाहिँ भिडियो यति नै मेरो भिडियो अन्तिमसम्म हेर्नु थ्याङ्क यू सो मच हजुरहरूलाई अनि मेरो भिडियो हेरिसक्नु भएपछि लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला बाइ साथीहरू लट्स अफ माया